ओके सो आज हामी विश्लेषण गरिराखेका छौँ नेप्सीमा नयाँ स्वीकृत भएका दुई चर्चित कम्पनीजहरू साल्पा विकास बैंक जसको सिम्बल SABBL र रिलायन्स स्पिनिङ मिल्स जसको सिम्बल RSML रहेको छ। दुवै कम्पनीको केस अलिकति फरक छ। एउटा सानो क्याप बैंक हो भने अर्को नेपालकै ठुलो उत्पादन तथा निर्यात गर्ने कम्पनी हो। सो आउनुहोस् आजको यस भिडियोमा हामीले डिटेल यी दुई कम्पनीजहरूको फन्डामेन्टल साइड्स र आफ्नो आफ्नो यिनीहरूको विकनेसहरू पनि छन्। सो दुईटै पक्षलाई हामीले यहाँ डिटेल एनालाइसिस गर्नेछौँ र यसको हामीले एउटा एस्टिमेट लाउनेछौँ कि यो नेप्सीमा ट्रेड हुँदाखेरि कतिसम्मको पिक भ्यालुसम्म जानेछ र त्यहाँ तपाईँले एउटा आइडिया पाउनुहुनेछ यदि यसलाई बाई गर्न सोचिराख्नु भएको छ सेकेन्डरी मार्केटमा, अथवा तपाईँ प्यो अलोटेड व्यक्ति हुनुहुन्छ जसले तपाईँले अभियसली बेच्नु छ, एउटा राम्रो प्रफिट अर्निङ गर्नु छ। सो एउटा ओभरअल आइडिया हुनेछ। सो आउनुहोस् विदाउट वेस्टिङ एनी टाइम हामी सुरुवात गरौँ। यसको लिस्टिङ डिटेल हेर्दाखेरि लिस्टिङ भएको डेट 13 फेब्रुअरी 2026 हिजो भएको लिस्टिङ हो। आज मैले 14 फेब्रुअरीमा भिडियो सुट गर्दाखेरि हिजो लिस्टिङ भएको थियो र यसको ट्रेडिङ 16 फेब्रुअरीदेखि स्टार्ट हुनेछ, फाल्गुन 4 गतेदेखि र ओपनिङ रेन्ज यसको नेप्सीले तोकेको अनुसार 100 रुपियाँदेखि 300 रुपियाँमा स्टार्ट हुनेछ। फाइनेन्सियल प्रोफाइल हेर्दाखेरि फिस्कल इयर 2082 र 83 को क्वार्टर 2 रिपोर्ट हेर्दाखेरि यसको प्रफिट र लोस हेर्दाखेरि यो कम्पनी अहिले लोसमा चलिरहेको छ, 1 करोड 4 लाख र एनुअलाइज्ड EPS हेर्दाखेरि -3.98 छ। अब नेटवर्थ पर सेयर हेर्दाखेरि 101.31 रुपैयाँ रहेको छ। अब ध्यान दिनुपर्ने कुराहरू के छ भन्दाखेरि डेभलपमेन्ट ब्याङ्क सेक्टरमा ओभरअल यस क्वार्टर 2 मा अराउन्ड 32% को प्रोफाइल ग्रोथ देखिएको छ, तर साल्पा विकास बैंकले त्यो ग्रोथ वेमा परेको छैन। यो अहिले डेफिसिटमा चलिरहेको 3वटा डेभलपमेन्ट ब्याङ्क्सहरूमध्ये एक हो। यो लगायतै सिन्धु डेभलपमेन्ट ब्याङ्क र नारायणी डेभलपमेन्ट ब्याङ्क्सहरू पनि रहेका छन्। अब एउटा यहाँ इन्ट्रेस्टिङ कुरो के छ भन्दाखेरि ब्याङ्किङ सेक्टर्सहरूमा लोस भनेको नर्मली हुन्छ, किनभने यिनीहरूले नै नेपाल राष्ट्रिय वाणिज्य ब्याङ्क्सहरूसँग लोन लिएर त्यही लोन्सहरूलाई इन्भेस्टमेन्ट गरिराखेका हुन्छन्। सो ब्याङ्किङ सेक्टर्सहरूमा लोन भनेको यदि थोरै एमाउन्टमा लोन छ, प्रिभियस रेकर्ड्सहरू राम्रो छ भने एउटा क्वार्टरको रिपोर्टले त्यति म्याटर गर्दैन। जस्तै कि हामीले इक्जाम्पलमा लिन सक्छौँ, यहाँ यो लोसमा भएका कम्पनीजहरू सिन्धु डेभलपमेन्ट ब्याङ्क रहेको छ, त्यसै गरी नारायणी डेभलपमेन्ट रहेका छन्। यिनीहरूले नेप्सीमा राम्रो पर्फर्मेन्स गरिराखेका छन्। यिनीहरूको LTP हेर्ने भने एकदमै नै हाई प्राइस रहेको छ एभरेज डेभलपमेन्ट ब्याङ्क्सहरूभन्दा। तर एउटा कुरो के छ भन्दाखेरि यो नारायणी भयो होइन, यिनीहरू अहिले नेसनल वाइज अपरेट हुने ब्याङ्किङहरू हुन् होइन, बट हाम्रो साल्पा रहेको छ त्यो एउटा डिस्ट्रिक्ट भित्र अपरेट हुने ब्याङ्क हो। सो यो अलिकति म्याटर हुन जान्छ। हामीले एकैचोटि नारायणीसँग कम्पेयर गरेर त्यतिको हामीले एक्सपेक्टेसनमा प्राइस राख्न सकिँदैनौँ। अब कुरा गरिहालौँ IPO र सप्लाई सिचुएसनहरूको बारेमा। यसको IPO 19.37 टाइम्सले ओभर सब्सक्राइब रहेको थियो। 23,80,000 एप्लिकेन्ट्सहरू रहेका थिए। पब्लिक सेयर अभाइलेबल भनेको मात्र 14,30,000 रहेका थिए। डिमान्ड एक्सट्रिमली हाई छ, तर बजारमा इमिडिएट ट्रेड गर्न सक्ने सेयर लगभग 14,30,000 मात्र रहेका छन्। सो सप्लाई हेर्दाखेरि एक्सट्रिमली टाइट हुनेछ। अब ग्लोबली EPS भएको ब्याङ्क्सहरूलाई हाई रिस्क मानिन्छ। लोस रिपोर्टिङ कम्पनीजलाई युजली सेलिङ प्रेसर आउँछन्, तर नेप्सीमा इक्वेसन अलिकति फरक छ। स्मल क्याप ब्याङ्क, लो पब्लिक फ्लोट र IPO को स्ट्रङली हाई भएको कारण जब सप्लाई कम हुन जान्छ र डिमान्ड एकदमै धेरै स्ट्रङ हुन जान्छ, त्यहाँ फन्डामेन्टल भन्दा पनि पहिला मोमेन्टम चल्न सकिन्छ। सर्ट टर्ममा साइकोलोजीले डोमिनेट गर्न सकिन्छ, तर लङ टर्ममा अभियसली अर्निङले डिसाइड गर्नेछ। अब EPS एन्ड भ्यालुएसन डिकोडिङ हेर्दाखेरि एनुअलाइज्ड EPS -3.98 छ, जसको मतलब करेन्टली अर्निङ पावर यो ब्याङ्कको अलिकति विक रहेको छ। नेटवर्थ अराउन्ड 101 हुँदा ब्याङ्क 300 पुग्यो भने प्राइस टु बुक भ्याल्यु रफली 3 टाइम्स हुन जान्छ। लोस मेकिङ ब्याङ्कको लागि 3 टाइम्स बुक भ्यालुएसन भनेको एक्सपेन्सिभ मानिन्छ, तर नेप्सीमा मोमेन्टम फेजमा भ्यालुएसन लोजिक टेम्पोरली इग्नोर हुन सकिन्छ। प्राइस इस्टिमेसन सिनारियो हेर्दाखेरि हामीले लो केसमा 300 देखि लिएर 400 सम्म पुग्न सकिन्छ। यदि मार्केटले डेफिसिट नोटिस गर्यो यो ब्याङ्कको र IPO लोटरी विनर्सहरू मध्ये करिब 10 लाख जतिले अर्ली सेलिङ प्रेसर क्रिएट गर्यो भने प्राइस मोडरेट रेन्जमा सेटल हुन सकिन्छ। त्यसै गरी हामीले हाई केस सिनारियो हेर्दाखेरि 450 देखि लिएर 700 सम्मको हामीले इस्टिमेट गर्न सकिन्छौँ। यदि स्टकले लगातार 7 देखि 10 दिनसम्म 10% अप्पर सर्किट लगायो भने मोमेन्टम वेभ क्रिएट हुन सकिन्छ। लो फ्लोटको कारण
डिमान्ड एक्सट्रिमली बढ्न जान्छ र त्यहाँ फन्डामेन्टल भन्दा पनि सर्किट ट्रेन्डले चल्ने सम्भावना देखिन्छ। साल्पाको फाइनल डिकोडिङ हेर्दाखेरि फन्डामेन्टली विक रहेको छ, अहिले इपिएस नेगेटिभमा रहेको छ, तर सप्लाई भनेको टाइट रहेको छ, आइपिओको स्ट्रङली हाइप रहेको छ, मोमेन्टम पोसिबिलिटी हाई रहेको छ। सर्ट टर्ममा ट्रेड प्ले हुन सकिन्छ, तर लङ टर्मको इन्भेस्टमेन्टका लागि अभियसली हामीलाई टर्न एराउन्ड एभिडेन्स चाहिन्छ। त्यसै गरी अर्को कम्पनी हाम्रो रहेको छ रिलायन्स स्पिनिङ मिल आरएसएमएल, जसको फुल हामीले नेप्सी डिकोडिङ गर्नेछौँ। रिलायन्सको हेर्दाखेरि बुक बिल्डिङ मेथडबाट लिस्टिङ हुने दोस्रो कम्पनी हो, यो आफैमा बिग डिल हो है त। अनि पब्लिक इस्यु प्राइस रहेको थियो 820 रुपियाँ दशमलव 80 पर सेयर, तर ओपनिङ रेन्ज सरप्राइजिङली सेट गरिएको छ ₹100 देखि लिएर ₹300। यहाँ पनि गेम सुरु हुन सकिन्छ। फाइनेन्सियल प्रोफाइल हेर्दाखेरि फिस्कल इयर 2082-83 को क्वार्टर रिपोर्ट हेर्दाखेरि नेट प्रॉफिट यसको रहेको छ 13,74,30,000 र नेट वर्थ पर सेयर हेर्दाखेरि 490.54। क्वार्टरली रेभेन्यू हेर्दाखेरि 4,79 करोड। कम्पनीको स्केल सानो छैन, नेपालको म्यानुफ्याक्चरिङ सेक्टरमा लार्जेस्ट इम्प्लोइमेन्ट जेनेरेट गरेको मध्ये एक कम्पनी हो। इम्प्लोइमेन्ट हेर्दाखेरि 4,000 प्लस रहेको छ। एनुअल एक्सपोर्ट गर्ने एमाउन्ट हेर्दाखेरि अराउन्ड $50 मिलियन रहेको छ। यो प्योर ट्रेडिङ कम्पनी होइन, रियल प्रोडक्सन, रियल एक्सपोर्ट अनि क्यास फ्लो गर्ने कम्पनी हो। अब यसमा केही कन्ट्रोभर्सिजहरू छ यो कम्पनी रिलेटेड। कम्पनीमाथि इलेक्ट्रिसिटी अथोरिटीलाई अराउन्ड 75 करोड 37 लाख डेडिकेटेड एन्ड ट्रङ्क लाइन ड्युज बाँकी थियो पावर रिकनेक्ट गर्न। पहिलो इन्स्टलमेन्टमा 2 करोड 77 लाख तिरेको छ। टोटल 28 वटा इन्स्टलमेन्टमा पेमेन्ट गर्ने एग्रिमेन्ट रहेको छ, जसले सर्ट टर्ममा क्यास फ्लोमा प्रेसर क्रिएट गर्न सकिन्छ। अब भ्यालुएसनको कुरा गर्दाखेरि ग्लोबली म्यानुफ्याक्चरिङ कम्पनीजहरू नर्मली 15 देखि 20 PE रेन्जमा ट्रेड गर्छन्। अब यदि करेन्ट अर्निङलाई कन्जर्भेटिभ मल्टिप्लाई दियो भने फेयर भ्याल्यु थ्योरिटिकली आइपिओ प्राइस भन्दा तल आउन सकिन्छ र यसैलाई हामी भन्छौँ प्योर भ्यालुएसन लोजिक। तर नेप्सीमा सिचुएसन स्लाइटली डिफ्रेन्ट हुन्छ। हाई नेटवर्थ, स्ट्रङ एक्सपोर्ट बेस छ, स्कार्सिटी अफ म्यानुफ्याक्चरिङ स्टक अनि बुक बिल्डिङ प्रेस्टिज फ्याक्टर्सले सेन्टिमेन्ट स्ट्रङ बनाउन सकिन्छ। अब यहाँ इन्ट्रेस्टिङ पोइन्ट के छ भन्दाखेरि पब्लिक इन्भेस्टर्सहरूले 820.80 तिरेका छन्, तर स्टकको प्राइस ओपनिङ भनेको 300 छ, जसको मतलब मार्केटमा अटोमेटिकली ग्याप क्रिएट हुन्छ। जब स्टक 300 बाट 320 तर्फ मुभ गर्छ, त्यो फेजमा लगातार सर्किट ट्रेन्ड देख्न सकिन्छ। रिटेल इन्भेस्टर्सहरू जेनरली कोस्ट भन्दा तल त कहिले पनि सेल गर्न चाहँदैनन्। सो साइकोलोजी सिम्पल छ, लोसमा बेच्दैन भन्ने माइन्डसेट रिटेलर्सहरूको सिम्पल हुन्छ होइन। र यही केसहरूलाई हामीले ओभरअल लो केस सिनारियोमा यो स्टकको प्राइस इस्टिमेट गर्दाखेरि हामीले 1000 पर सेयर राख्न सकिन्छौँ। लङ टर्ममा 1000 भन्दा तल बस्ने सम्भावना कम देखिन्छ, किनकि रिटेल सेलिङ प्रेसर विक हुन्छ। त्यसै गरी हाई केस सिनारियोमा 1050 देखि लिएर 1500 इस्टिमेट गरेका छौँ। यदि सर्किट मोमेन्टम 300 देखि 820 सम्म स्मुथ चल्यो भने मोमेन्टम अफ्टेन क्यारिज एनोदर 20 to 30% प्रिमियम अपसाइड। त्यो फेजमा स्टक सर्ट टर्ममा ओभरहिट हुन सक्छ र पछि कन्सोलिडेसन आउन सकिन्छ। सो यो स्टकको फाइनल डिकोडिङ हेर्दाखेरि फन्डामेन्टली साल्पा भन्दा एकदमै नै स्ट्रङ रहेको छ, प्रॉफिट मेकिङ कम्पनी रहेको छ, हाई रेभेन्यू बेस रहेको छ, एक्सपोर्ट एक्सपोजर रहेको छ होइन, निर्यात गर्ने अलि बढी। एकदमै नै कम कम्पनीजहरू छन् जसले बढी निर्यात गर्ने काम गरेको छ, बट यो कम्पनी त्यो मध्ये एउटामा पर्छ। तर आइपिओ प्राइस अलरेडी प्रिमियममा थियो। सर्ट टर्ममा सर्किट साइकोलोजीले डोमिनेट गर्न सक्छ, तर लङ टर्ममा भन्ने अर्निङ ग्रोथ सस्टेन भयो भने मात्र भ्यालुएसन जस्टिफाई हुन्छ। सो आजको यस भिडियोमा तपाईँहरूलाई ओभरअल एउटा आइडिया मिलिसक्यो होला कि यो कम्पनीजहरूको प्राइस कतिसम्मको जान सकिन्छ र यस्तै हामीले इन्फर्मेटिभ भिडियोजहरू ल्याउने गरेका छौँ। साथै सधैँ रेगुलरली होइन, नेप्सीको मार्केट क्लोज भएपछि अलि लेटै होस् होइन, तर राम्रो एनालाइसिस गरेर तपाईँहरूको समक्ष हामीले एउटा भिडियो प्रस्तुत गरिराखेका छौँ कि ओभरअल डेमा नेप्सीमा के भयो, कुन स्टकको कतिको पोटेन्सियल छ, कुनमा नजाने, कुनमा जाने, कुनमा लाउने हो होइन। सो ओभरअल हामीले डिस्कसन गरिराखेका हुन्छौँ। सो तपाईँहरू पनि एउटा होइन राम्रो ठाउँमा इन्भेस्टमेन्ट गर्न चाहनुहुन्छ र आफूलाई लोसहरूबाट बचाउन चाहनुहुन्छ भने यो च्यानल तपाईँको लागि एउटा साँच्चीमा युजफुल हुनेछ। सो मेक स्योर कि यो तपाईँले सब्सक्राइब गरेर राख्नु भएको छ। यो भिडियोलाई लाइक गरी सेयर गर्नु होला साथीहरूसँग। एन्ड थ्याङ्क्स फर वाचिङ। बाई बाई।